हेलो हजुरहरूलाई स्वागत छ डेभिड महतो ब्लग्समा र आज हाम्रो गन्तव्य रहेछ लुबु नेचुरल ग्यास र यो चाहिँ प्राकृतिक आफै जमिनबाट उत्पन्न भइरहेको ग्यास हो जुन कि विगत 6 वर्षदेखि दिदीले यो ठाउँमा चाहिँ मकै पोल्दै आइराख्नु भएको छ र मलाई पनि अचम्म लाग्यो र चासोको विषय लिएर छौँ र यो ठाउँ चाहिँ अस्ति नैदेखि देख्दै आएको तर आज आएर फेला पर्यो टक्क आउँदाखेरि ठ्याक्क यहाँ देख्यो र दाइहरू पनि यही हेर्दै आइपुग्नु भएको रहेछ। दाइहरू चाहिँ कुन ठाउँदेखि आउनुभयो? ए आज यसो बाटो यतै पर्छ। हजुर दाइले चाहिँ यसैको स्वाद चाहिँ लिन पाइयो मकै भए पनि ठिकै हो। चिया पनि रहेछ होइन? चिया होइन? ए म त चिया ए म त चिया पहिल्यै हो जस्तो लाग्यो। फेरि झन्डै दिदी एक कप चिया भनेको यहाँ चाहिँ हेर्नु यस्तो मजाले छ। ओ मजाले ल तपाईँहरू पनि आउनु होला। दिदी चाहिँ मजाले मकै पोलेर बेच्नुहुन्छ है यस्तो। अब झन् ठुलो देखिँदै यसै कस्तो मजाको रहेछ र यो एरियादेखि चाहिँ कस्तो मजाको रहेछ। भात पकाउन सित्तै मजाले पोलिराख्नु भएको छ। दिदी यो ठाउँको नाम चाहिँ ठ्याक्क के भन्छन्? लुबु? हजुर ए लुबुको ग्यास प्लटिङ। ल ठ्याक्क गुगलमा आने ठ्याक्क देखाउँदो रहेछ यहीँ। यहाँ दिदीहरू पनि हुनुहुन्छ, दाइहरू पनि मजाले आउनुहुन्छ। दिदीहरू चाहिँ कुन ठाउँदेखि आउनु भएको दिदी? साना गाउँबाट। ए हजुरहरू पनि आइराख्नुहुन्थ्यो कि पहिलोचोटि? ए ल दिदीहरूको अनुभव राम्रै भएर रहेछ रमाइलो भएर रहेछ है। ल ठिक छ ल गाइस तपाईँ पनि आउनु होला। हामी चाहिँ मकैको टेस्ट लिनतिर व्यस्तता छौँ। दिदीले पोलिराख्नु भएको छ, अलि लाइन चाहिँ लाग्नु पर्दो रहेछ। कोही बेला यस्तो हुन्छ क्या, अब कोही बेलामा मान्छे एउटै नहुने, कोही बेला झुरुप्पै हुने। राति झन् मजाले देखिँदो रहेछ राति। म त अनि कस्तो दिदीले नै राख्नु भयो होला यो चिया पनि बेच्नलाई सोचेर। लगाइज यहाँको चिया र लोकल मकै मजाले खान सक्नुहुन्छ। यहाँ आएर लुबु नेचुरल ग्यास है। दिदीले चाहिँ दिदी चाहिँ यो गरिराख्नु भएको कति भयो दिदी? 6 वर्ष भयो ला दिदी त
राम्रो राम्रो गर्नु भएको रहेछ 6 वर्षदेखि यहीँ बसेर हो ल म आउँदा चाहिँ बोलेकै छु दिदीको घर चाहिँ डोल्खा दिदीले गरिआएको चाहिँ धेरै भयो ल गाइस तपाईँको पनि आउनु होला मकै टेस्ट गर्नु होला र एकदम रमाइलो ठाउँ रहेछ हाम्रो म्याडम चाहिँ मजाले टेस्ट गरिराख्नु भएको छ अब तातो रहेछ भनेर म्याडम के मिठो छ मकै नेचुरल हो नि त फेरि